साथीहरू नमस्ते नमस्कार गुड इभिनिङ सबैजनालाई। साथीहरू पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। मङ्सिर 20 गते हुन गइरहेको निमावि लाइसेन्सको नमुना प्रश्नोत्तर सेट 27 मा साथीहरू 27वटा प्रश्न तपाईँहरू समक्ष राखिदिएछु। साथीहरू तपाईँहरू कृपया सबैजना च्यानलको प्लेलिस्टमा गएर हेरिदिनु होला, तपाईँहरूको लागि धेरै महत्त्वपूर्ण हुन सक्छ। साथीहरू आज पनि म उपस्थित भइसकेको छु तपाईँहरू समक्ष 20वटा प्रश्न लिएर। अन्तिमसम्म हेर्नुहोला साथीहरू, धेरै सम्भावित प्रश्नहरू यसमा समावेश गरेको छु र च्यानललाई सब्सक्राइब गर्न चाहिँ पटक्कै नभुल्नुहोला। यतिकै भन्दै अब म तपाईँहरूलाई आजको पहिलो प्रश्नतर्फ लैजान चाहन्छु। साथीहरू प्रश्न पहिलो नै हेर्नु होला, कति रोचक प्रश्नहरू रहेको छ। साथीहरू प्रश्न नम्बर 1 मा सोधेको छ, हेर्नु त कति राम्रो छ। शिक्षण पेसालाई सम्मानजनक बनाउने प्रमुख दायित्व कसको हुन्छ त? कसले चाहिँ शिक्षण पेसालाई सम्मानजनक बनाउँछ त? अप्सन ए विद्यार्थीले बनाउँछ कि, अप्सन बी प्रधानाध्यापकले बनाउँछ कि, अप्सन सी शिक्षकले बनाउँछ कि, अप्सन डी अभिभावकले बनाउँछ। र प्रश्न नम्बर 1 ले मागेको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर सी, शिक्षकले चाहिँ शिक्षण पेसालाई चाहिँ सम्मानजनक बनाउने हो। साथीहरू यस्तै प्रश्नहरू को मोडल क्वेसन तपाईँहरू समयमै पाउन चाहनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न, भिडियोलाई लाइक गर्न, कमेन्ट गर्न र च्यानललाई आफ्नो साथी समक्ष सेयर गर्न पटक्कै नभुल्नुहोला। अब तपाईँहरूको केही दिनमै इक्जाम सेन्टर आउनेछ साथीहरू, त्यो पनि म तपाईँहरू समक्ष अपलोड गर्नेछु र शिक्षक सेवा सम्बन्धी सम्पूर्ण इक्जामहरूको मोडल क्वेसन पाउन चाहनुहुन्छ भने यहीमा जोडिनु होला साथीहरू। अब हामी त्यो पनि तयारी गर्नेछौँ साथीहरू। ल जाउँ आजको प्रश्न नम्बर 2 मा। प्रश्न नम्बर 2 मा रहेको छ साथीहरू, कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाउने छैन भन्ने व्यवस्था कुन मौलिक हक अन्तर्गत गरिएको छ त? अप्सन ए शोषण विरुद्धको हक, अप्सन बी गोपनीयताको हक, अप्सन सी रोजगारीको हक, अप्सन डी श्रमको हक। र प्रश्न नम्बर 2 ले मागेको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए नै, शोषण विरुद्धको हकमा चाहिँ यो सम्बन्धी व्यवस्था गरिएको छ। तपाईँहरू संविधान पटक्कै हेर्नु होला है साथीहरू। त्यसरी नै जानेछौँ प्रश्न नम्बर 3 मा। हामी प्रश्न नम्बर 3 मा हेर्न सक्नुहुनेछ। प्रश्न नम्बर 3 मा सोधेको छ, नेपालको संविधान अनुसार प्रदेशको कार्यकारी अधिकार कसमा निहित हुनेछ? अप्सन ए प्रदेश प्रमुख, अप्सन बी प्रदेश मन्त्री परिषद, अप्सन सी प्रदेश मुख्यमन्त्री, अप्सन डी माथिका कुनै पनि होइन। र प्रश्न नम्बर 3 को सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर सी चाहिँ है, प्रदेश होइन, अप्सन नम्बर बी हुन्छ है साथीहरू, अप्सन नम्बर सी होइन, अप्सन बी प्रदेश मन्त्री परिषदमा। ल जब प्रश्न नम्बर 4 मा, प्रश्न नम्बर 4 पनि संविधानबाटै रहेको छ। प्रश्न नम्बर 4 मा भनेको छ, संविधानको आवश्यकता किन पर्दछ त? मौलिक क्वेसन हो। अप्सन ए राज्यमा शान्ति सुरक्षा कायम राख्न, अप्सन बी आपराधिक गतिविधि नियन्त्रण गर्न, अप्सन सी सुशासन कायम राख्न, अप्सन डी माथिका सबै। र प्रश्न नम्बर 4 ले मागेको सही उत्तर तपाईँहरूलाई पटक्कै भइसक्यो होला। यसको सही उत्तर हुन्छ अप्सन नम्बर डी, माथिका सबै चाहिँ संविधानको आवश्यकता अन्तर्गत पर्दछ साथीहरू। ल जब 5 नम्बर प्रश्नमा, प्रश्न नम्बर 5 मा रहेको छ, सूचना तथा सञ्चार प्रविधिबाट सोधिएको छ, कम्प्युटर तथा कम्प्युटर नेटवर्कको प्रयोग गरेर गरिने जुनसुकै अपराधलाई डट 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 भनिन्छ। अप्सन ए नेटवर्क अपराध, अप्सन बी कम्प्युटर अपराध, अप्सन सी साइबर अपराध, अप्सन डी चोरी अपराध। र प्रश्न नम्बर 5 ले मागेको सही उत्तर हुन्छ अप्सन नम्बर सी, साइबर अपराध भनिन्छ साथीहरू। कम्प्युटर तथा कम्प्युटर नेटवर्कको प्रयोग गरेर जुनसुकै अपराधलाई पनि साइबर अपराध भन्ने गरिन्छ। ल राम्रो प्रश्न रहेको छ साथीहरू। अब जानेछौँ प्रश्न नम्बर 6 मा। प्रश्न नम्बर 6 मा रहेको छ, लर्निङ म्यानेजमेन्ट सिस्टम LMS भनेको के हो? अप्सन ए अफिस चलाउने सफ्टवेयर, अप्सन बी अनलाइन सिकाइ व्यवस्थापन प्रणाली, अप्सन सी गेम सफ्टवेयर, अप्सन डी हार्डवेयर उपकरण। र LMS भन्नाले साथीहरू अप्सन नम्बर बी लाई बुझिन्छ, अनलाइन सिकाइ म्यानेजमेन्ट प्रणालीलाई चाहिँ के भनिन्छ? LMS भनिन्छ, सर्ट फर्म हो यसको। जब प्रश्न नम्बर 7 मा, प्रश्न नम्बर 7 मा भनिन्छ, विच अफ द फलोइङ इज अ क्लाउड स्टोरेज सर्भिस युज्ड इन ICT बेस्ड टिचिङ लर्निङ सिस्टम? अप्सन ए अफिस 365, अप्सन बी जीमेल, अप्सन सी गुगल ड्राइभ, अप्सन डी गुगल क्लासरुम। र प्रश्न नम्बर 7 ले मागेको सही उत्तर हो अप्सन नम्बर सी साथीहरू, गुगल ड्राइभ भनिन्छ है। यो ICTबाट यो पनि रहेको छ। ल कति राम्रो क्वेसनहरू रहेको छ साथीहरू, तपाईँहरू पनि मूल्याङ्कन गर्न सक्नुहुनेछ। हेरौँ प्रश्न नम्बर 8 मा। प्रश्न नम्बर 8 ले मागेको छ, एउटा शिक्षकले नेपाली विषय कक्षा 1 देखि कक्षा 5 सम्म विभिन्न घन्टीमा पढाउनु कस्तो शिक्षण हो त? अप्सन ए कक्षा शिक्षण, अप्सन बी बहुकक्षा शिक्षण, अप्सन सी विषय शिक्षण, अप्सन डी बहुकक्षा बहुस्तर शिक्षण। र प्रश्न नम्बर 8 ले मागेको सही उत्तर हुन्छ अप्सन नम्बर सी, विषय शिक्षण हो साथीहरू।
विभिन्न घन्टीमा गएर नेपाली विषय नै पढाउँछ उहाँले के, त्यही भएर यहाँ चाहिँ विषय आफ्नो विषय मात्र पढाउने भएकाले विषय शिक्षण सही उत्तर हुन्छ प्रश्न नम्बर 8ले मागेको। तपाईँहरूले पनि थाहा भइसक्यो होला त्यो कुरा। हेरौँ अब हामी जानेछौँ प्रश्न नम्बर 9मा। प्रश्न नम्बर 9ले मागेको छ शिक्षक अध्यापन अनुमति पत्र लिनको लागि कस्ता व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ त? अप्सन ए गैर नेपाली नागरिक, अप्सन बी 18 वर्ष उमेर नपुगेको, अप्सन सी मगज बिग्रेको, अप्सन डी माथिका सबै। र यसको सही उत्तर हुन्छ अभियसली अप्सन नम्बर डी माथिका सबै। माथिका सबै व्यक्तिहरू के हुन्छन् भन्दाखेरि शिक्षक सेवाको लाइसेन्स लिनको लागि अयोग्य हुन्छ साथीहरू, उम्मेदवार हुन सक्दैन। ल कति राम्रो रोचक प्रश्न रहेको छ साथीहरू, मौलिक प्रश्न रहेको छ। हेरौँ अब प्रश्न नम्बर 10मा। प्रश्न नम्बर 10मा सोधेको छ नयाँ विद्यार्थीलाई उपयुक्त कक्षामा भर्ना गराउनका लागि सुरुमा लिने परीक्षाको मूल्याङ्कन कस्तो प्रकारको मूल्याङ्कन हो त? अप्सन ए स्थान निर्धारण मूल्याङ्कन, अप्सन बी निर्माणात्मक मूल्याङ्कन, अप्सन सी निदानात्मक मूल्याङ्कन, अप्सन डी निदानात्मक मूल्याङ्कन। यहाँ साथीहरू दुईवटा निदानात्मक भएको छ, माइन्ड नगर्नु होला। र यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए नै स्थान निर्धारण मूल्याङ्कन हो साथीहरू। र एमबिबिएसको परीक्षाहरू पनि स्थान निर्धारण अन्तर्गत पर्ने गर्दछ। हेरौँ प्रश्न नम्बर 11मा। प्रश्न नम्बर 11मा रहेको छ बालमैत्री विद्यालयमा शिक्षकको भूमिका कस्तो हुनु राम्रो होइन त? अप्सन ए भौतिक शारीरिक र मानसिक दण्ड वर्जित गर्नुपर्ने, अप्सन बी विद्यालयभित्र र बाहिर बालबालिकासँग भेदभावपूर्ण व्यवहार गर्नु, अप्सन सी सबै बालबालिकालाई समान व्यवहार गर्नु, अप्सन डी सहयोगी र समझदार हुनु। र यसमा चाहिँ कुन राम्रो भूमिका होइन त? अप्सन नम्बर बी विद्यालयभित्र र बाहिर बालबालिकासँग भेदभावपूर्ण व्यवहार गर्नु चाहिँ राम्रो पटक्कै होइन है साथीहरू। ल कति हेर्नु त तपाईँहरू पनि क्वेसनको अनुमान गर्नु है। प्रश्न नम्बर 12मा जानेछौँ अब हामी। प्रश्न नम्बर 12ले सोधेको छ साप्ताहिक कार्यतालिका निर्माणको मुख्य जिम्मेवारी कसको हुन्छ? अप्सन ए शिक्षक, अप्सन बी प्रधानाध्यापक, अप्सन सी विद्यालय व्यवस्थापन समिति, अप्सन सी शिक्षक अभिभावक सङ्घ। र प्रश्न नम्बर 12 पनि इम्पोर्टेन्ट हो, बिबिआई हो साथीहरू, नोट गरिहाल्नु कपीमा। प्रश्न नम्बर 12ले मागेको सही उत्तर हुन्छ अप्सन नम्बर बी प्रधानाध्यापक चाहिँ साप्ताहिक कार्यतालिका निर्माणको मुख्य जिम्मेवारी लिने गर्दछ। यसको जिम्मेवारी चाहिँ मुख्य रूपमा हुने गर्दछ साथीहरू। हेरौँ प्रश्न नम्बर 13मा। प्रश्न नम्बर 13मा रहेको छ कक्षा कोठा व्यवस्थापनको मूल ध्येय कुन हो त? अप्सन ए सहभागितामूलक कक्षा सञ्चालन, अप्सन बी सहशिक्षाको व्यवस्था मिलाउने, अप्सन सी सिकारुले सिक्नका लागि उपयुक्त वातावरण सिर्जना गर्ने, अप्सन डी शैक्षिक सामग्रीको उचित व्यवस्थापन गर्ने। र प्रश्न नम्बर 13 को सही उत्तर हुन्छ अप्सन नम्बर सी सिकारुले सिक्नका लागि उपयुक्त वातावरण सिर्जना गर्ने चाहिँ कक्षा कोठा व्यवस्थापनको मूल गोल एम वा ध्येयभित्र पर्ने गर्दछ साथीहरू। ल रोचक प्रश्नहरू रहेको छ। अब हामी जानेछौँ प्रश्न नम्बर 14मा। प्रश्न नम्बर 14 पनि भिबिआई रहेको छ, शिक्षा नियमावलीबाट सोधिएको हो। विद्यार्थी आचार संहिता सम्बन्धी व्यवस्था शिक्षा नियमावली 2079 को नियम कतिमा छ त? अप्सन ए नियम 134, अप्सन बी नियम 133, अप्सन सी नियम 132, अप्सन डी नियम 132। यहाँ पनि दुईवटा मिस्टेक भएको छ साथीहरू, दुवैमा चाहिँ अप्सन सी र डीमा 132 भएको छ। यसको सही उत्तर हुन्छ अप्सन नम्बर ए नियम 134। हेर प्रश्न नम्बर 15। प्रश्न नम्बर 15मा रहेको समूहमा नमिल्ने शब्द पत्ता लगाउनुहोस्। अप्सन ए सिमी, अप्सन बी आलु, अप्सन सी भन्टा, अप्सन डी फर्सी। र यसमा चाहिँ सही उत्तर हुन्छ आलु। आलु चाहिँ जमिनको मुनि फल्ने गर्दछ साथीहरू, र सिमी भन्टा फर्सी चाहिँ के अरे जमिनको माथि फल्ने गर्दछ, यानि जमिनको मुनि फल्दैन। त्यही भएर यसको सही उत्तर हुन्छ तपाईँहरूको अप्सन नम्बर बी आलु सही उत्तर हुन्छ 15 नम्बरको। ल जब हामी प्रश्न नम्बर अब 16मा। प्रश्न नम्बर 16मा रहेको छ विद्यालयमा हुनुपर्ने न्यूनतम सक्षमतामा तलका मध्ये कुन पर्दैन? अप्सन ए पाठ्यक्रम, अप्सन बी बुक कर्नर, अप्सन सी शौचालय, अप्सन डी पाठ्य पुस्तक। र यसमा चाहिँ नपर्ने भनेको साथीहरू अप्सन नम्बर ए नै हो। पाठ्यक्रम चाहिँ यस अन्तर्गत पर्दैन, अरू चाहिँ बुक कर्नर, शौचालय र पाठ्य पुस्तक सबै कुरा पर्ने गर्दछ साथीहरू। ल अनि हामी जानेछौँ अब प्रश्न नम्बर 16 पछि प्रश्न नम्बर 17मा। प्रश्न नम्बर 17मा सोधिएको छ साथीहरू सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको प्रमाण छानबिन गर्ने प्रयोजनका लागि जिल्ला स्तरमा गठन हुने प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को रहन्छ त? अप्सन ए जिल्ला न्यायाधीश, अप्सन बी प्रमुख जिल्ला अधिकारी, अप्सन सी जिल्ला न्यायाधिवक्ता, अप्सन डी जिल्ला समन्वय अधिकारी।
र प्रश्न नम्बर 17ले मागेको सही उत्तर एब्सोल्युटली अप्सन नम्बर बी नै हुन्छ। प्रमुख जिल्ला अधिकारी चाहिँ यो छानबिन समितिको चाहिँ के अरे अध्यक्ष रहने प्रावधान रहेको छ साथीहरू। ल यो पनि बिबिआई क्वेसन हो साथीहरू। 3-4वटा बिबिआई क्वेसन अहिलेसम्म म भनिदिएछु साथीहरू, तपाईँहरू नोट गर्दै जानु होला लिङ्क। अनि हेरौँ प्रश्न नम्बर 18मा। प्रश्न नम्बर 18मा भनेको छ दिगो विकासको लक्ष्य नम्बर 2 केसँग सम्बन्धित छ त? अप्सन ए नो पोभर्टी, अप्सन बी जिरो हङ्गर, अप्सन सी गुड हेल्थ एन्ड वेलबिङ, अप्सन डी क्वालिटी एजुकेसन। र दिगो विकासको पनि तपाईँहरू 17वटा लक्ष्यहरू हेर्नुहोला साथीहरू, म निरन्तर भन्दै आइरहेको छु। यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी जिरो हङ्गर, यानि चाहिँ भोकमरीको अन्त्य चाहिँ के अरे लक्ष्य नम्बर 2मा व्यवस्था गरिएको छ। हेरौँ आजको प्रश्न नम्बर 19। प्रश्न नम्बर 19मा भनेको छ तलाका मध्य समावेशी शिक्षाको मुख्य सिद्धान्त कुन हो? अप्सन ए अपाङ्गता भएका विद्यार्थीहरूलाई छुट्टै शिक्षा दिने, अप्सन बी शैक्षिक मापदण्ड पुरा गर्ने विद्यार्थीहरूको लागि मात्र शिक्षा दिने, अप्सन सी क्षमता वा पृष्ठभूमि फरक भएको सबै विद्यार्थीले सँगै सिक्ने, अप्सन डी प्रतिभाशाली विद्यार्थीहरूको लागि विशेष कार्यक्रमको व्यवस्था गर्ने। प्रश्न नम्बर 19ले मागेको सही उत्तर हो अप्सन नम्बर सी क्षमता वा पृष्ठभूमि फरक भएको सबै विद्यार्थीले सँगै सिक्ने चाहिँ के हो त समावेशी शिक्षाको मुख्य सिद्धान्त अन्तर्गत दिएका मध्येमा पर्ने गर्दछ साथीहरू। ल प्रश्न नम्बर 19 सकायो हामी। अब जानेछौँ आजको अन्तिम प्रश्न, प्रश्न नम्बर 20मा। प्रश्न नम्बर 20ले सोधेको छ विद्यालय र समुदाय बीच सम्बन्धको माध्यम मिडियम कुन हो त? अप्सन ए विद्यालय व्यवस्थापन समिति, अप्सन बी शिक्षक सङ्गठन, अप्सन सी विद्यार्थी परिषद र अप्सन डीमा रहेको छ सामाजिक सङ्घ संस्था। र प्रश्न नम्बर 20को सही उत्तर हुन्छ अप्सन नम्बर ए नै विद्यालय व्यवस्थापन समिति चाहिँ विद्यालय र समुदाय बीच सम्बन्धको माध्यम हो साथीहरू। हस्त साथीहरू आजलाई यति नै। आशा छ तपाईँहरूले यो भिडियो मन परेमा साथीहरू सदा अझै माया गरेर च्यानललाई सब्सक्राइब गर्न, भिडियोलाई लाइक गर्न, कमेन्ट गर्न र आफ्नो साथी समक्ष चाहिँ इन्फर्मेसन पुर्याउन नछुट्नुहोला। अब तपाईँहरू समक्ष थोरै समय रहेको छ साथीहरू। ल